हेलो एभ्रिवान, वेलकम टु माई न्यू भिडियो है। यो चाहिँ हाम्रो लास्ट स्याटरडेको पिकनिकको ब्लग हो है। यहाँ चाहिँ हामी रेडी भएर जाँदै थियौँ। फोटो सेसन हुँदैछ। हाम्रो चल्मस सामानहरू लोड भइसक्यो। हेलो, अब चाहिँ हामी लागेको पिकनिकमा। यहाँ महिना दिदीलाई हेर्नुहोस्, एकदम ब्युटिफुल भएर। अर्को पनि छ हाम्रो यहाँ दुईजना। र अहिले चाहिँ हामी गाडीमा चढिसक्यौँ होइन। हामी चाहिँ सुकियाबाट हिँड्यौँ र यो चाहिँ माथि चित्रे पुगिसकेको थियौँ। अन्त दामी भ्युज चाहिँ दामी भइरहेको थियो त्यो दिनको वेदर पनि होइन। वेदरले पनि हामीलाई साथ दियो। र यो पिकनिक चाहिँ के को पिकनिक भन्नुहुन्छ होला भन्दा चाहिँ यो चाहिँ हाम्रो सरले लानुभएको हाम्रो सबै स्टाफहरूलाई होइन। अन्त फाइनली हामी चाहिँ हाम्रो पिकनिक स्पटमा आइपुग्यौँ। र यहाँ चाहिँ हामी झऱ्यौँ गाडीबाट होइन। त्यहाँको फोटो खिच्नेले फोटो भट्टाभट खिच्नु थाल्यो। सामान मिलाउने सामान पानी ल्याउनु हाम्रो दादाहरू जानुभयो बिचरा हो। त्यहाँदेखि चाहिँ हामी केटी पार्टीहरूको चाहिँ सुरु भयो काटकुटे काम। त्यही त हो, काटकुटे त जहाँ गए पनि गर्नै पर्यो होइन। त्यहाँदेखि नानीहरू पनि दुईजना थियो नानीहरू, मजा आइरहेको थियो उनीहरूलाई चाहिँ। र यहाँ मेरो छोराले चाहिँ जुस खाँदै थियो, ममा अलिकति खान्छु ल भनेर। र यहाँ चाहिँ तपाईँहरूले अर्को चाहिँ के हेर्नुहुन्छ भन्दा हामीले चाहिँ चाल्नी लानु बिर्सेछौँ। तर हाम्रो दिदीहरू चाहिँ केही कमीको छैन। थाङ्राबाट भए पनि हामीले चाहिँ चिया खायौँ होइन। त यहाँ चाहिँ चिया स्यान्डविचहरू खायौँ, मजा आयो यो दिन चाहिँ। अन्त यहाँ चाहिँ हाम्रो सभ्यले चाहिँ एकदम स्यान्डविच बनाएर खाँदै थियो उसको आफ्नै स्टाइलले। प्रतिभाले खाँदै थियो चिज पुरा हालेर हो। अन्त यो दिन चाहिँ एकदम मेमोरेबल भयो। मेरो छोरा राजका दिन यहाँ मजाले उनीहरू चाहिँ इन्जोय गर्दैछ। सबैजना काटकुट पनि गर्दैछ। र यहाँदेखि चाहिँ हाम्रो हुन्छ डान्स स्टार्ट। गाइज यो चाहिँ लास्ट हो खानासाना खाएर हो। अब चाहिँ यस्तो जाडो छ। र फाइनली हाम्रो पिकनिक चाहिँ सकियो। हामी घर आयौँ होइन, छिट्टै टाइममै आइपुगेको थियौँ। र दिस वाज माई फर्स्ट पिकनिक टु माई कलिग्स है। वी इन्जोयड लट्स एन्ड लट्स है। सबैसँग एकदमै मजा आयो। र अब यो फोटो चाहिँ एकदम लाइफ टाइमको लागि हो नि त। म त अब यसरी त अरू बेला त गएको थिइनँ, नानी सानो आफै बिसन्चो हुँदा होइन। र एकदम 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 मजा आयो सबैलाई। र थ्याङ्क यू सो मच फर वाचिङ।